राम्रो भएको हो, फुल्नु पनि थालिसकेको छ। अनि कोपिला पनि कस्तो मजाले बसेको हो, अनि कस्तो मजाले क्या मल्टी सुट्स कति राम्रो आइरहेको छ। पुरा अब मलाई चाहिँ यसको हुन्छ नि, यो सुट्स आएको देखेर एकदमै मन पऱ्यो क्या, एकदमै राम्रो मजा लागेको मलाई चाहिँ। म चाहिँ अरू कलरको पनि कलेक्सन गर्नु मन परिरहेको छु। यहाँनिर चाहिँ अफ्रिकन भोइलेट चाहिँ यस्तो मजाले आइरहेको छ। यता चाहिँ ठुलो ठुलो बोट होइन, अस्ति मैले सारेको चाहिँ हेर्नु नि, सानो सानो सारेको होइन, कस्तो मजाको भइरहेको छ, कस्तो मजाले आउँदो रहेछ। हेर्नु कस्तो मजाले आइरहेछ, यस्तो मजाले हो। अनि यिनलाई चाहिँ अलिक पछि बिटा सारिरहेको थिएँ क्या, अब यसलाई चाहिँ सारिदिनुपर्छ हो।तिर पनि यो एउटा पातबाट यो एउटा लिफबाट चाहिँ यस्तै बिना आइरहेको छ। यसको चाहिँ अब जस्तो सुकै भए पनि फुल पनि राम्रो हुन्छ होइन, तर यो जुन छ नि यसको यो प्रोपागेसन तरिका, त्यो चाहिँ मलाई चाहिँ साह्रै मजा लाग्यो क्या। कस्तो मजाले सरिदिने, एकदमै मन पर्यो एकदमै। यतातिर पनि हेर्नु कस्तो मजाले सरिरहेको छ है। अब यो छेउको पातहरूबाट पनि आउँछ मजाले हो, पुरा मन पर्यो। म चाहिँ अरू कलरको पनि ल्याउनु मन लागिरहेको छ। हाम्रोमा चाहिँ यही मात्रै छ, पर्पल मात्रै हो। अरू कलरको पनि पुरा ल्याउनु मन लागिरहेको छ मलाई चाहिँ, कस्तो मजाको भइरहेछ अन्त।